नदी वा पोखरीको किनारमा शान्त भएर बसेको एउटा सानो चरा अचानक पानीतिर बिजुली जस्तै झम्टिन्छ र केही सेकेन्डमै माछा लिएर फर्किन्छ। यो कुनै साधारण चरा होइन, यो हो किङफिसर। तर यसको जीवनमा यस्ता धेरै रहस्य छन् जुन सुन्दा तपाईँलाई विश्वास गर्न गाह्रो पर्न सक्छ। किङफिसरले पानीमा रहेको माछालाई माथिबाट हेर्दा एउटा स्थानमा देख्छ, तर पानीमा प्रकाश मोडिने भएकोले माछाको वास्तविक स्थान फरक हुन्छ। त्यसैले किङफिसरले केवल आँखाले देखेको ठाउँमा होइन, प्रकाशको अवपर्तनलाई ध्यानमा राखेर लक्ष्य निर्धारण गर्छ। अब सोच्नुहोस्, एउटा सानो चराले यस्तो जटिल भौतिक नियमलाई कसरी बुझेको होला? वास्तवमा उसले गणित जान्दैन, लामो समयको प्राकृतिक विकास र अभ्यासले उसको मस्तिष्क र दृष्टिलाई यस्तो परिस्थितिमा शिकार गर्न अनुकूल बनाएको हो। अझ अचम्मको कुरा, किङफिसर पानीभित्र पस्दा केही क्षणको लागि उसको आँखाले पानी मुनिको दृश्यलाई अनुकूल रूपमा समायोजन गर्न सक्छ। त्यसैले पानीमा प्रवेश गरेपछि पनि शिकारलाई पछ्याउन सक्षम हुन्छ। यसको शरीर पनि पानीमा डुबुल्की मार्नको लागि विशेष रूपमा अनुकूलित हुन्छ। लामो र धारिलो चुच्चोले पानीमा प्रवेश गर्दा शिकार समात्न सहयोग गर्छ। तर चुच्चोको अर्को विशेषता पनि छ, यसले माछालाई समातेपछि बलियो पकड कायम राख्न मद्दत गर्छ। अब अर्को अचम्मको कुरा, किङफिसरले आफ्नो शिकारलाई प्राय पुरै निल्छ, तर माछाको काँडा पाच्य भाग शरीरबाट कसरी बाहिर निकाल्छ त? यसको लागि किङफिसरले पिलेट अर्थात् अपाच्य पदार्थको सानो गाँठो मुखबाट बाहिर निकाल्न सक्छ र यसको जीवन केवल माछा खानमै मात्र सीमित छैन। केही किङफिसर प्रजातिले माछाको साथै भ्यागुता, छेपारो, किरा, क्रस्टेसियन र अन्य साना जीव समेत खान्छन्। अझ अर्को रोचक कुरा, सबै किङफिसर पानी नजिकै बस्ने हुँदैनन्। केही प्रजाति वन तथा जमिनमा बस्छन् र माछाभन्दा फरक प्रकारका शिकार गर्छन्। अर्थात् किङफिसर नाम सुन्दैमा सबैले माछा मात्र खान्छन् भन्ने पक्कै होइन। तर यसको सबैभन्दा रहस्यमय पक्ष भनेको यसको शिकार गर्ने सटिकता नै हो। कहिलेकाहीँ केही क्षणसम्म एउटै ठाउँमा बसेर पानी निहाल्ने, शिकारको चाल पर्खिने अनि अचानक आकाशबाट तीर जस्तै तल झर्ने, यो सबै केही सेकेन्डभित्रै हुन्छ। किङफिसरको संसारले एउटा ठूलो कुरा देखाउँछ, प्रकृतिले जीवनलाई केवल सुन्दर बनाएको छैन, उनीहरूलाई बाँच्नको लागि असाधारण सिप पनि प्रदान गरेको छ। सानो शरीर, रङ्गीन प्वाँख, तर शिकार गर्ने क्षमता भने प्रकृतिको उत्कृष्ट नमुना जस्तै। अब तपाईँले किङफिसर देख्दा केवल सुन्दर चरा देख्नुहुने छैन, तपाईँले पानीको सतहमा बसेको एउटा सटिक र धैर्यवान प्राकृतिक शिकारी देख्नुहुनेछ। यस्तै अचम्म लाग्दा वैज्ञानिक र प्राकृतिक रहस्यको लागि नेपाल तथ्यलाई फलो गर्न नभुल्नुहोला।